हेलो एभ्रिवान, वेलकम टु माई न्यू पारस भन्दाखेरि भ्लग आज पनि आइसक्यो। आज हल्का हैन, आज धेरै दिनपछि मैले भ्लग बनाएको छु किनकि म आज हल्का बाहिर हिँड्नुको कारणले मैले चाहिँ यस्तो भ्लग बनाउन पाएन। तर बनाउन पाए पनि मैले एडिट गर्न चाहिँ टाइम लाग्थ्यो हैन, त्यही भएर चाहिँ सो गाइस म अहिले चाहिँ म मेरो गोरुम्प हैन गोरुम्पतिर आएको छु हैन। एकदम रमाइलो छ आफ्नो गाउँघरतिर भनेको एक आफ्नो गाउँघर हो। सो गाइज एकदम रमाइलो फिल भइरहेको छ मलाई पनि हैन। अनि के कस्तो अवस्थामा हुनुहुन्छ सबैजनाले तलदेखि माथिसम्म धोकिदिया हैन। म चाहिँ एक्लै आएको, एकदम परिवर्तन भइरहेछ हैन। मेरो घर वरिपरिको जग्गाहरू हैन धेरै फरक भइरहेछ। घर अहिले नरमाइलो भइरहेछ घर हैन। सो गाइस त्यही हो, घरतिर फेरि अब भोलितिर फर्किने कुरा छ हैन। सो गाइस त्यही हो, अहिले यो भिडियो चाहिँ अहिले साँझतिर आउँछ हैन। हेर्नु होला, सुरुदेखि लास्टसम्म हेर्नु होला। म यतातिरको भ्यू पनि देखाउँछु। सो गाइस त्यही हो, लाइक कमेन्ट सेयर गर्नु होला अनि सब्सक्राइब पनि गर्नु होला। यदि फलो ब्याक म दिनेछु, फलो गर्नुभयो भने तपाईँले हैन फलो गर्नु होला। मलाई जिमादेखि पनि फलो गर्नु होला हैन। सो गाइस त्यही हो, यतातिरको भ्यू एकदम राम्रो छ भ्यू हैन। सो गाइस अब त्यही नै हो यार, हिजो अस्ति आउनु पर्ने मेरो भिडियो हैन, लेट भयो। म चाहिँ अब यस्तो सोचेको छु कि अब हप्तामा 2 चोटि मात्र भिडियो बनाउने सोचेको छु हैन। भ्लग समय त्यस्तो मलाई टाइम दिँदैन किनकि म अब यताउति हिँड्नुपर्छ हैन। छोरा मान्छे हिँड्नुपर्छ यताउति, त्यही भएर चाहिँ मेरो खासै टाइम मिलेन हैन। एडिट गर्नुपर्छ हैन, काट्नुपर्छ, भिडियोहरू मिलाएर काट्नुपर्छ हैन। त्यो गर्दा अब टाइम लाग्छ हल्का, त्यही भएर चाहिँ मैले भिडियो बनाउन पाउन्न। सो अब भिडियो बने पनि हैन, अब काट्ने गर्ने अब टाइम मिल्दैन हैन। एकदम मेहनत लाग्छ भिडियो काट्न, बनाउन, मिलाउन हैन, टाइम लाग्छ। त्यही भएर चाहिँ सो गाइस हिजो अस्ति आउनु पर्ने भिडियो हो यो, त्यही भएर चाहिँ मेरो कामले गर्दा चाहिँ सकेन मैले बनाउन। सो त्यही हो गाइज हैन। अब म यताउतिको हैन भ्यू देखाउँछु, मेरो गाउँघरतिरको भ्यू हैन। मेरो पहिलेको घर कस्तो थियो हैन, एकदम याद आउँछ हैन मेरो गाउँको हैन। यहाँबाट कस्तो देखिन्छ, डाँडा काँडा कस्तो देखिन्छ, म भ्यूहरू देखाउनेछु। अन्तिमसम्म हेर्नु होला अनि लाइक कमेन्ट गर्नु होला, सब्सक्राइब गर्नु होला, फलो गर्नु होला ल। अब जाम भ्यूतिर। यो चाहिँ मेरो घरदेखि हैन, यो चाहिँ मेरो घर हो हैन। पहिले यति राम्रो थियो यो घर, अहिले मान्छे नबजाए यस्तो हुँदो रहेछ हैन, अर्कै हुँदो रहेछ हैन। उहाँ पारेको चाहिँ हैन, यो चाहिँ मेरो गोठ, भैँसी बाख्राहरू बाँध्ने गोठ। अनि यो चाहिँ घर, अनि घर अगाडि थियो सानो पारी हैन। अहिले चाहिँ तोरी लगाउनु भएको रहेछ। अनि यतातिर छ आलु। अनि देख्न सक्नुहुन्छ पारी भ्यू हेर्नु, किनकि अब मेरो अब क्यामेराले त्यस्तो राम्रोसँग क्याच गर्दैन हैन, तर भ्यू देखिन्छ पनि हैन, राम्रो भ्यूहरू देखिन्छ। उपारीको बोर्जिबाङ लामाचौरसम्म देखिन्छ हैन। सो गाइस भ्यू त्यस्तो राम्रो आउन मेरो क्यामेरा, त्यही हुनुको कारणले हो गाइस हैन। भ्यू हेर्नु ल। बनाउन मन लाग्यो मलाई यहाँ आएर हैन, किनकि एकदम याद आयो मलाई। सो गाइस त्यही भएर चाहिँ मैले भिडियो बनाएको है हैन। अनि यो मदर बाटो अहिले चाहिँ यस्तो हरियाली भएको छ हाम्रो गाउँघरतिर, यस्तो रमाइलो छ हैन।
गाइज हैन देखिसक्नु भयो होला प्युठानतिरको भ्यू कति राम्रो छ हैन बसम जस्तो लाग्ने भ्यू छ हैन एकदम राम्रो छ भ्यू के गर्नु यार गाइज यस्तै भयो हैन सो हाम्रो यतातिरको भ्यू चाहिँ एकदम लोभ्याउला जस्तो छ मनै लोभ्याउला जस्तो हैन कति राम्रो डाँडा काँडा देखिन्छ चिसो हावा चल्छ हैन यस्तो रमाइलो छ एकचोटि म चस्मा लगाउँछु ल गाइस कस्तो देखिन्छ है सो हैन चस्मा लगाएको स्वाद छ कि नै स्वाद छ चस्मा लगाएको भने दामी सुहाउँदो रहेछ त गाइस हैन त्यही हो गाइस बाँकी भिडियो चाहिँ अर्कोमा हेरौँला हैन तर लाइक कमेन्ट गर्न चाहिँ नभुल्नु होला प्लिज यार लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला अनि फलो पनि गर्नु होला त्यसको साथसाथै मिल्छ भने हैन त्यही हो गाइस मैले बारम्बार पनि भन्दैन हैन सो लाइक कमेन्ट गर्दै जानु होला सब्सक्राइब गर्दै जानु होला हैन ल भिडियो कहाँनिर मिलेन हैन कहाँनिर के गर्नुपर्छ भनेर सल्लाह सुझाव दिनु होला कमेन्ट छोड्नु होला हैन हामीले त्यो कमेन्ट हिसाबले हैन म बनाउने छु कमेन्टमा पनि तपाईहरुले यो गरिदिएको भए हुन्थ्यो हैन यो देखाइदिएको भए हुन्थ्यो यस्तो नगरेको भए हुन्थ्यो भनेर कमेन्ट पनि छोड्न सक्नुहुन्छ सो गाइस त्यही भएर चाहिँ केही आफ्नो मनमा लागेको जिज्ञासा छ भने कमेन्ट बक्समा आएर कमेन्ट गर्न अनि छोड्न पनि सक्नुहुनेछ तपाईहरुले यो सुझाव दिन चाहन्छु अनि त्यही हो गाइस पछाडिको चाहिँ मेरो घर हो यस्तो राम्रो चित्तिक्क भएर घर छ यहीँ बसेर खाना खान्थ्यौँ बाहिर घाम ताप्न बिहान आएर घाम ताप्दै खाना खाँदै यस्तो बिहानमा नास्ता हैन रमाइलो हुन्थ्यो जस के गर्नु आजभोलि कोही पनि छैन गाउँतिर एकदम सुनसान छ तर पनि मलाई एकदम रमाइलो भइरहेको छ आफ्नो गाउँघरमा हैन गाउँमा बस्न पाउँदा एकदम रमाइलो भएको छ मलाई एकदम रमाइलो फिल भइरहेको छ सो गाइस त्यही हो बाँकी अर्को भिडियोमा घरतिर फर्किने हो भोलितिर फर्किन्छु घर अनि यो भिडियो चाहिँ अहिले साँझतिर आउँछ हेर्नु होला बाई